सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू International Women's Day Award Ceremony to honor the women who have contributed to the society. मम्मी अब अहिलेसम्म नारी दिवस अब बेलुका भएपछि कसरी आउँछ अरे अब अहिलेसम्म नारी दिवस अब बेलुका भएपछि किसकन्डी भएर आउँछन् केटी काम गर्ने क्षमता छ त्यो महिलाहरूलाई अवसर दिन सक्नु पर्यो नारी दिवसको धेरै शुभकामना नारी पुरुष भन्नुभन्दा हामी आफै सक्षम हुनु हो कि त्रिनेत्र 1-2 बजेपछि त लास्टमा केटीहरू हेर्नुपर्छ यस्तो हुन्छ पहिले त यस्तो यस्तो गरी हिँडिरहेको हुन्छ हैन भरे टकिला खान थालेपछि हामी त पुरै मम्मीको पहिलाको लाइफ एक्सेप्ट नगर अनि त्यसपछि अहिले हामी देखेपछि ओ कति राम्रो राम्रो चाहिँ सिट किन अगाडि गरेन भनेर रिग्रेट लाग्छ रिग्रेट हुन्छ एउटै अनुहारको मान्छे भेट्नु भयो यहाँ बसी बसी टङ डङ 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 सजना क्या मम्मा जी इतना विश्वास नहीं बोलना था केटाले 2 टकिला खान्छ भने केटीले 5 खान्छ अरे थ्याङ्क यू सो मच लायन्स क्लब इन्टायर टिम अनि सो हाई एभ्री वान गुड मर्निङ म चाहिँ उठिसकेको छु अनि आज चाहिँ नारी दिवस हो सबैभन्दा पहिला त सबैजना नारीहरूलाई नारी दिवसको धेरै धेरै शुभकामना अनि यहाँ देख्न सक्नुहुन्छ मैले साडी निकालिरहेको छु है आज चाहिँ एउटा यो नारी दिवसको एउटा इभेन्ट गरिरहेको छ हाम्रो यो मगर बहिनीले अनि उसले चाहिँ मलाई म पोखरा जानु अगाडि नै इन्भाइट गरेको थियो कि त्यो भएर म चाहिँ झन्डै बिर्सेको झन्डै छुट्न आँटेको ढिलो भएर केही छैन म रेडी हुन्छु जस्ट मैले ब्लाउज लगाएँ अब म मेकअप गरेर साडी लगाएर फेरि भेट्छु फेरि कुरा गर्छु ल ढिलो भइसक्यो ओ माई गड हाई एभ्री वान सेवा नमस्ते वेलकम ब्याक टु माई च्यानल इट्स मी रेगारे वान्स अगेन सो सबैभन्दा त पहिला सम्पूर्ण नारीहरूलाई चाहिँ आज पर्न गएको नारी दिवसको धेरै धेरै शुभकामना सो आज चाहिँ नारी दिवसको प्रोग्राम गर्नु भइरहेको छ हाम्रो युसा मगर बहिनीले पाटन दरबार स्क्वायरमा म्युजियममा अनि मलाई चाहिँ म पोखरा जानुभन्दा अगाडि नै इन्भिटेसन आएको थियो इन्भाइट गर्नुभएको थियो जसरी पनि आउने दिदी भनेर अनि म त पोखरा थिएँ आइपुग्दिनँ कि भनेर डर लागेर चाहिँ झन् म हिजो आएको अनि आज छिटो छिटो उठेर 2 बजीदेखिको सुरु हो प्रोग्राम छिटो छिटो उठेर रेडी भएँ मैले चाहिँ अब साडी लगाएको छु नि त ड्रेस कोड चाहिँ साडी थियो नारी साडी सो त्यो भएर चाहिँ म चाहिँ अब हिँडेँ मैले चाहिँ क्याब बुक गरेको छु आउँदैछ अनि मैले चाहिँ मुनासी सरलाई पनि बोलाएको छु उनीहरूलाई पनि त्यो प्रोग्राममा आउनु न राम्रो हुन्छ भनेर अनि बोलाएको छु उहाँहरू पनि फेरि भएर आउँदै हुनुहुन्छ सो उतै जाम आजको नारी दिवसको हाम्रो इभेन्ट कस्तो हुन्छ म तपाईँहरूलाई माहौल देखाउने छु सो सबैजनाले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला अनि आज मलाई कस्तो देखेको छ सिम्पल मेकअप गरेको छु अनि ज्वेलरीहरू पनि सिम्पल लगाएको छु अनि साडी चाहिँ यस्तो लागेको छु है सो ल जाम ढिलो भइसक्यो चाहिँ अर्को कुरा भनेको कि यो साडीको यो पल्लु यतापट्टि हुन्छ कि यतापट्टि हुन्छ कि म कस्तो कन्फ्युज भएको हतार हतार लाग्न यता लगाइदिएँ यता हुन्छ कि क्या हो यता हुन्छ नि है माई गड गाइस फोन आयो गाइस मेरो त इन्ट्रा पाइसक्यो मैले साडी त यता पो लगाएँ त यता पो हुन्छ होइन के गरौँ यस्तै हो के हो कस्तो कन्फ्युज भएको गाइस कन्फ्युज हुँदै यो साडीको पल्लु यता के हो के थाहा भएन उतै गएर मिलाउँछौँ एकदमै ढिलो भयो 2 बजीदेखिको प्रोग्राम सुरु हो नि त अलमोस्ट लाइक आफै बन्द गर्नुपर्छ कपिराइट लाग्छ जम्दै जम त्यही भएर मलाई किन अप्ठ्यारो भइरहेछ कि यतापट्टि लाउँदाखेरि कस्तो अनकम्फर्टेबल भइरहेको थियो म कति मिनटमा रेडी भएको थाहा छ 15-20 मिनटमा रेडी भएको क्या किन भन्दाखेरि हिजो बेलुका म पोखराबाट आइपुगेको अनि एकदमै बेलुका आएर पनि अनि भ्लग एडिट गर्नु थियो अनि भ्लग एडिट सेट गरेँ अनि ढिलो सुतेँ अनि एकैचोटिमा 12 बजीतिर उठेको थिएँ क्या अनि यस्तो हेरेको साँच्चै आज त नारी दिवसको मलाई प्रोग्रामको इन्भाइट थियो भने अनि ल नि त टाइम भ्याउँछु होला भनेर हतार रेडी भएको हो क्या अनि ड्रेस कोड चाहिँ साडी थियो नि त त्यही भएर हतार यो पनि तराजबाट कहाँ थियो खोजेर लगाएको उल्टो लगाए जस्तो लाग्यो क्या अनि मलाई कस्तो अप्ठ्यारो भइरहेको छ उतै गएर मिलाउँछु होला साथीहरू खेलेको यस्तै भइहाल्छ सो साथीहरू फाइनली म पाटन चाहिँ आइपुगेँ म्युजियम अनि बाटैभरि मैले 100 चोटि भन्दा बढी त हाई गरेँ होला कि ओ माई गड यति धेरै हाई गरेँ होइन हाई गरेर आँखाबाट आँसु आउनु लाग्यो मलाई अनि त्यस पछाडि भनेको मलाई यो साडी नमिलाइजालसम्म कम्फर्टेबलै फिल भइरहेको छैन
कस्तो रसमा हो निन्द्री नपुगेर क्या हाई हाई गरेको सो साथीहरू म चाहिँ आइपुगेँ अनि मेरो साथीहरू अझै आइपुगेको छैन अनि त्यही भएर तिनीहरूलाई पर्खिँदै बिस्तारै हिँडिरहेको छु जब सँगै आएको भए सँगै जानुहुन्थ्यो भनेको खोइ आउँदैन फाइनली आइपुगेँ ल म फाइनली यता आइपुगेँ म्युजियममा प्रोग्राम भइरहेको रहेछ उता चाहिँ यो सबैले चाहिँ बल्ल आइपुगेँ के छैन ठिक टाइम ल यता बस्छु नमस्कार, यहाँ उपस्थित सम्पूर्ण लायन्स तथा नन लायन्स लिडरज्यूहरूमा म प्रमिशा दुलाल आजको कार्यक्रम सञ्चालिका। सो आज हामी यहाँ सबै भेला भएको छौँ एकदम विशेष दिन मनाउनुको लागि जुन रहेको छ इन्टरनेसनल वुमेन्स डे। यो दिन केवल उत्सव मात्र होइन, यो दिन महिलाको साहस, शक्ति, समर्पण र सफलतालाई सम्झिने दिन हो। यो वर्षको इन्टरनेसनल थिम पनि गिफ्ट टु गेन हो, अर्थात् जब हामी महिलालाई अवसर, सम्मान र सहयोग दिन्छौँ तब समाज अगाडि बढ्छ। त्यसैले आजको यो अवसरमा हामी सबै महिलाको योगदानलाई सम्मान गर्दै Because when women rise, Thank you so much. Happy International Women's Day. So, मैले यो प्रोग्राम स्टार्ट गर्दाखेरि आजको यस कार्यक्रमको सभापतित्व ग्रहण गर्नका लागि यस संस्थाको अध्यक्ष लायन्स बीके श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु र त्यही साथसाथै कार्यक्रमका प्रमुख अतिथि भवानी राणाज्यू आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कन्फ्युज भइरहेको थिएँ कि फर्मल कुमारी चनिरा बज्राचार्यज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 को नेपालको पास्ट डिस्ट्रिक्ट गभर्नर लायन्स निरा बज्राचार्यज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र त्यही साथसाथै संस्थाका सल्लाहकार लायन्स ज्ञानो बुढाकोठीलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ज्ञानोमा आउँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ, सो यस। अटुट दृढ विश्वास व्यक्त गर्दछौँ एउटा सहयोगी नागरिकको हैसियतले उत्साह र तत्परताका साथ आफ्नो कर्तव्य पुरा गरे मात्र यसको महिमा तथा गौरव बढ्दछ। यसको सुनौलो अक्षरले लेखिएको इतिहासले नै हाम्रो स्वदेशको माया मर्यादाको निम्ति सत्कार्य गर्न प्रेरणा। धेरै धेरै धन्यवाद छ सञ्चालिका बहिनी। नमस्ते, यहाँहरू सबैजना सन्चै हुनुहुन्छ? सन्चै छौँ। आशा गर्दछु केही बेरसम्मलाई पानी चाहिँ नपरोस् भनेर हेरिरहेको छ अघिदेखि बादललाई। सो आजको यो माहौलमा आएर दुःखका कथाहरू त खासै केही पनि सुनाउनु छैन, किनभने लगभग 45 वर्षको उमेरमा अब दुःखका दिनहरू गए जस्तो लाग्छ। जति पनि सङ्घर्ष र स्ट्रगल गर्नुपर्ने थियो 20औं र 30औं को उमेरमा गरियो। अब चाहिँ मजा गर्ने, रमाइलो गर्ने, नृत्यका साथ निडर भएर अगाडि बढ्ने हो जस्तो लाग्छ। र त्यसको लागि चाहिँ म कसलाई श्रेय दिन चाहन्छु भने जतिजना पनि महिला म 20 वर्षका हुँदा मभन्दाका अग्रजहरू जसले हामीलाई बाटो देखाइदिनु भयो, जसले झगडा गर्नुभयो, जसले होइन म अगाडि बढ्नुपर्छ, म त गर्छु, यो जसरी भए पनि गर्छु भनेर गर्नुभयो, जसले न्याय लिएर आउनुभयो, जसले कलम चलाउनु भयो, जसले हुनै नसक्ने बेलाहरूमा जो निडर भएर अगाडि बढ्नुभयो, म उहाँहरूले धन्यवाद दिन चाहन्छु। र 40 वर्ष पुग्दाखेरि चाहिँ म 20 वर्षका जेनजी बहिनीहरू र आउने जेन आल्फालाई धन्यवाद दिन चाहन्छु। जुन तरिकाले उहाँहरूले निस्सास एकदमै नयाँ नयाँ कामहरू गरेर होस् र नयाँ नयाँ स्टेप्सहरू, नयाँ नयाँ चालचलनहरू लिएर होस्, त्यो सबै देखेर म आफै पनि इन्सपायर्ड हुन्छु। त्यही भनिरहँदा अघि नै भवानी म्यामले पनि भनिहाल्नु भएछ, आज हाम्रो देशले अहिले मात्र नभएर केही दिनदेखि नयाँ फर्किलो मार्दैछ र यसको लागि त सर्वप्रथम हामीले धन्यवाद ज्ञापन गर्ने भनेको सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू जो एक महिला पनि हुनुहुन्छ र सायद त्यो महिलाको बागडोरले गर्दा र त्यो मात्र नभएर चुनावी यो माहौलको क्रममा जति पनि क्षेत्रहरूमा चुनाव राम्रो तरिकाले अगाडि बढाउनु पर्छ, लिड लिनेमा धेरै नै महिलाहरू हुनुहुन्थ्यो। सो इट्स नट अबाउट वुमेन नट गेटिङ इक्वालिटी, इट्स
हेर्दाखेरि चाहिँ नेपाली महिलाहरू धेरै अगाडि बढिसकेको पनि मलाई लाग्छ र आज हामीले एउटा प्रतिबद्ध पनि गर्नुपर्छ। हामी एकीकृत भएर महिलाहरूको लागि अवसरका प्रदान गर्नको लागि समानताका लागि प्रतिबद्धता गर्ने दिन पनि जस्तो लाग्छ। हामीले प्रतिबद्धता गर्नुपर्छ। जुन घरमा महिला एउटा सानो महिला जन्मिन्छ, बच्चा जन्मिन्छ, त्यो घरमा चिन्ता होइन, त्यो घरमा उत्सव मनाउनुपर्छ भनेर प्रतिबद्धता गर्नु पर्यो। जो महिलाको एक किसिमको उहाँहरूको आफूले काम गर्ने क्षमता छ त्यो महिलाहरूलाई अवसर दिन सक्नु पर्यो, त्यसको प्रतिबद्धता गर्नु पर्यो। र जो महिलाहरू आफ्नो क्षमताले नेतृत्वदायी तहमा पुगेको छ उहाँहरूलाई आत्मबल बढाउनको लागि हामीले सपोर्ट गर्नुपर्छ भन्ने प्रतिबद्धता गर्नु पर्यो। हाम्रा नेपाली दिदीबहिनीहरूले धेरै इतिहासमा सङ्घर्ष गर्नुभएको छ, त्यो अघि हामीले नाटकबाट पनि देख्यौँ। एकैचोटि उठ्छु भनेर हामीले सकिँदैन, बिस्तारै हामीले पहिला आउँदैछौँ। हेर्नुहोस्, हाम्रै लाइन्सबाट आइपिडीजी भएको जस्तो पछाडि हाम्रो डिस्ट्रिक्ट सचिव हुनुहुन्छ, हाम्रो सुदामा आउनुभएको छ, प्रतिभा छिन्। अघि मात्रै एउटा सानो नानीले मिठो शब्द प्रयोग गरेर जानुभएको छ लाइन्सबाट। हाम्रो लिएको बच्चाहरू र हरेक समाज सेवामा बसेर हरेक आफ्नो दायित्व पुरा गरिराख्नु भएको छ। र लायन्स परिवार लियो अध्यक्ष लियो परिवारलाई म लायन्स निरा बजाचार्यको तर्फबाट दिवा नमस्कार टक्राउँछु। विशेष त भन्नु त मलाई छैन, फेरि नारी र पुरुषको भेदभाव गर्ने मन नारी होइन। म आफै इक्वेल छु जस्तो लाग्छ। रूप मैले महिलाको लिएको छु तर म जेन्ट्स हुँ, म महिला होइन। किन हामी केहीमा कमी नै छैनौँ, त्यो आफूबाट ऊर्जा निकाल्ने हो कि हामीले दुनियाँलाई नारी पुरुष भन्नुभन्दा हामी आफै सक्षम हुनु हो कि। अहिलेको जमानामा हामीले नारी पुरुष भन्दा पनि हामी मानव हौँ। हेर्नुहोस् न, अहिले तपाईँहरूलाई देखाउनु भएको छ हाम्रो आमाहरू दिदीबहिनीहरू अब त्यत्रो भएर चुनाव गरेर देखाउनु भयो सुशीला आमाले। हरेक कुरा आउँथ्यो। अब भनौँ भने हाम्रो पनि धेरै नारीहरू सक्षम हुनुहुन्छ नेपालमा, देखाउनु मात्रै नभएको 101 हुनुहुन्छ। अहिले अब तपाईँहरूले दिनुभएको छापले नै हाम्रो बच्चाहरू कति अगाडि बढ्ने मौका पाएको छ। अहिले पुरा चेन्ज भइसकेको छ। त्यसैले म विशेष त हामी मानव भएर जन्मौँ र अगाडि प्रहरी बहिनीहरू बस्नुभएको छ कि नारी हो त जेन्ट्सभन्दा पुरुषभन्दा तगडा भएर सहकारी गरेर हिँड्नुभएको छ, घर थाम्नु भएको छ, परिवार थाम्नु भएको छ, कमाउनु भएको छ र पुरुषले गरेको काम सँगसँगै आफूले हातेमालो गर्नुभएको छ। उहाँहरू हेर्नुहोस्। त्यसैले हामी इक्वेल हौँ र पहिलेको जस्तो छैन। हामी आफै चेन्ज हुनुपर्छ, हामी आफैले चेन्ज ल्याउनुपर्छ। सधैँ अर्काको मुख ताक्नु हुँदैन भन्दै म सम्पूर्ण नारी दिदीबहिनीलाई साथमा उपस्थित हुनुभएको छ, आफ्नो आफ्नो कर्मक्षेत्र लिएर अगाडि बढ्नुभएको छ। हजुरहरूलाई भगवान् पशुपतिनाथले सधैँ सक्रियताको साहस दियोस्, आँट दियोस्, परिवारलाई सम्हाल्ने क्षमता दियोस् र समाजको कर्तव्य लिनुभयो भने समाजलाई पनि सम्हाल्ने क्षमता होस्। अग्रज बढ्नलाई धेरै धेरै हजुरहरूलाई शुभकामना दिँदै लिएको बच्चाहरूलाई, मेरो प्यारो बच्चाहरूलाई, हामी नारी इक्वेल हुनुपर्छ छौँ भन्ने भावनाले अगाडि बढेको नारी हुँ म। हामी छोरी भएर जन्मेको लक्ष्मी भएको छौँ, भाग्यमानी। त्यसमा पनि नारी भएर इक्वेल भावनामा हिँड्ने नारी हुँ म। 110 नागिसकेको छ अन्तर्राष्ट्रिय दिवस, नारी दिवस मनाउने हकमा। त्यो हकमा आज हामीले हाम्रो लायन्सले र अर्गनाइजेसन लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड र युषा मगर म्याडमलाई धेरै धेरै धन्यवाद टक्राउँछु हजुरलाई। किनभने यत्रो जमात सहभागी गराएर हामीलाई पनि यस कार्यक्रममा सहभागी गराउनु भयो। त्यसको लागि तपाईँलाई धेरै धेरै विशेष धन्यवाद टक्राउन चाहन्छु। एउटा सानो कार्यक्रममा मुटु बलियो भएर गर्नु नै यो महानता हो, ठुलो गरेर मात्रै हुँदैन। यो सर्वश्रेष्ठ कार्य गर्नुभएको छ र विशेष
सालदेखि 2067 सालसम्म 5 वर्षको उमेरमा चाहिँ पाटनको जीवित देवी कुमारीको रूपमा चाहिँ छानिएको थिएँ र मैले 10 वर्षसम्म त्यो आसनमा चाहिँ बस्ने अहोभाग्य पाएँ भनौँ। हाम्रो देशमा चाहिँ नारीलाई कुमारीलाई जीवित देवीको रूपमा पुज्ने चलन छ र आज हामी सबैजना त्यही नारी दिवसलाई चाहिँ सेलिब्रेट गर्न आइरहेका छौँ। म आजको यस विशेष दिनमा चाहिँ आफ्नो आमालाई चाहिँ धेरै सम्झिन चाहन्छु दुईटा कारणले। पहिलो चाहिँ हाम्रो कुमारी हुनु भनेको आफ्नो घरको लागि समाजको लागि एउटा ठुलो दायित्व हो, किनभने इभन राजाले जनताले सबैले पनि पाउमा ढोक गर्न आउने त्यस्तो खालको पद प्राप्त त गरियो, तर पद मात्रै भएर पनि हुँदैन। त्यो सँगै धेरै रुल्स रेगुलेसन्सहरू, धेरै बन्धनहरू आउँछ, धेरै नियम नीतिहरू आउँछ, धेरै व्यवधानहरू आउँछ। त्यसमध्ये सबभन्दा ठुलो व्यवधान थियो कुमारीले चाहिँ घरबाट बाहिर निस्किन नमिल्ने, साधारण जीवनयापन गर्न नमिल्ने, पढाइहरू गर्न नमिल्ने भन्ने कुराहरू थियो। त्यही भएर जब म कुमारी छानिएँ तब मेरो आमालाई चाहिँ एकदमै धेरै टेन्सन भएको थियो। अब कुमारी त कति वर्ष हुने हो 5 वर्ष 10 वर्ष, अब पढ्न पाएन भने कुमारी छोडिसकेपछि उसको भविष्य के होला त, कसरी उसले चाहिँ केही गरी खाला त भन्ने कुराले चाहिँ उहाँलाई एकदमै दिनरात नै चिन्ता भयो। त्यसपछि चाहिँ उहाँले होइन कुमारीले त पढ्न पाउनुपर्छ भनेर चाहिँ पहल गर्नुभयो। तर त्यति बेलाको गाउँ गाउँमा आजसम्म पनि हामी सुन्नमा आइरहेका छौँ कि हुन्छ नि छाउप्रति प्रथाहरू छ, दाइजो प्रथाहरूका कारण कतिको शोषणहरू भइरहेको छ। त्यस्तो समाजमा चाहिँ हामीले नारीलाई पुज्छौँ भने के सबै तपाईँहरूको बहिनीहरू, दिदी बहिनी, आमा जसले स्याहार सुसार गर्नुहुन्छ उहाँ पनि देवी होइन त, उहाँलाई पनि त्यही सम्मान पाउनुपर्ने होइन त? आजको दिन यो नारी दिवस भनेको त्यही चेतना आत्मचिन्तनको लागि चाहिँ हामी यहाँ आएको हौँ र जबसम्म यो आत्मचिन्तन सबैले गर्न सक्दैन तबसम्म हरेक दिनलाई नारी दिवसको रूपमा मनाउनुपर्छ भन्ने मेरो धारणा छ। र आज मेरो केही शब्दहरू यहाँ राखेर आफ्नो अनुभव सेयर गर्नको लागि मौका दिनुभएकोमा म युषा मगर्जीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँ उपस्थित सम्पूर्णलाई नारी दिवसको धेरै धेरै शुभकामना दिँदै आजको यी कुराहरू चिन्तन गर्नुहोस् र हस्त भयानके त्रिनेत्रा यौवनाङ्गे च नमामि शिखिवाहिनी त्रिनेत्रा सर्टिफिकेटकै लागि अगाडि बोलाउन चाहिँ सर्टिफिकेट दिनको लागि फेरि पनि राजीव सरलाई, योषा म्यामलाई बोलाउन चाहे र हाम्रो निरा म्यामलाई बोलाउन first female president of Federation of Nepalese Chambers of Commerce and Industry, FNCCI, a distinguished entrepreneur and honorary consul of Tunisia of Nepal, and also our other special guests. I am Lion Usha Lama, member of Kathmandu Bloodhood, would like to extend my warm welcome and greetings to distinguished guests and all the participants of this grand event. We team LCK Bloodhood is organizing blood donation camp along with social welfare program every year. This year, we have planned the International Women's Day Award ceremony to honor the women who have contributed to the society. Some of the amazing work has been done throughout the year by our team.
the Women's Bike Rally on the last year Women's Day, the flag of our Lions Club of Kathmandu Bloodhood have also already reached the world's highest Mount Everest and Mount Dhaulagiri. Further, on this special occasion, we are honored and delighted to have our chief guest, the first female president of Federation of Nepalese Chambers of Commerce and Industry, FNCCI, and honorary consul of Tunisia to Nepal, Ms. Phawani Rana ma'am. Wow! She is widely admired for her intelligence, leadership, and graceful personality. Her dedication to empowering women and strengthening Nepal's business community makes her truly inspiring, representing a perfect blend of wisdom, strength, and beautiful elegance. Despite her busy schedule, she accepted our invitation and took her time to present here today. Thank you, ma'am. We also like to sincerely thank and warmly welcome the personal secretary of Ms. Phawani Rana ma'am and the executive secretary of the Honorary Consul of Tunisia to Nepal, Mr. Avi Lama sir, for making this possible. बसी बसी Okay. भर्खर आउनुभयो म्याडमहरु भर्खर आउनुभयो Thank you so much to all the ladies. मैले फेरि पनि बोलाउन चाहे सुमीजी, श्वेनाजी र रेखाजी. भोइस सानो आयो यता सेवारो मालविकाजीसँग पहिलादेखि चाहिँ राहुल तर यसरी भेटेर बोल्न चाहिँ पाएको थिइनँ. फाइनली आज स्पेसल डे वुमेन्स डेमा भेट्ने मौका पाएँ मैले. सो यसको लागि चाहिँ म तिर्सा बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. उसले चाहिँ मलाई इन्भाइट गरेर बोलाइदिनु भयो. So let's move forward to our performance, हाम्रो live performance by the team. So happy Women's Day दिदी. Let's enjoy the performance. सबैजनालाई पनि नारी दिवसको धेरै धेरै शुभकामना. यो चाहिँ मेरो भाउजू. सब्स्क्राइब भन्नु. नारी दिवसको केक ल सुरु रात परे के हामीलाई ढिलो 116 नारी दिवसको उपलक्ष्यमा हामी चाहिँ भित्र बस्नु ल सबैजना आउनु पर्यो ल अलिकति पछाडि कसको बाबा आमाले के गर रे कि अब उहाँको दिदी तपाईँको बाबा आमा गल्ती के गर्नुभयो नि अब कि मेरो बाउले गर्दाखेरि एउटै अनर्को मान्छे भेट भयो यहाँ जब कहाँ भेट भयो नि पाटन जयला बबिता कार्की. सो हामी चाहिँ अब हेर्नु त म को नु भन न तपाईँको छोरी चाहिँ कुन हो भन न तपाईँ
मैसँग नक्कली दुईजना मेरो बाउ नक्कली फेरि आमा राम्री भएर घर जाउँ ल धेरै कुरा भइहाल्थ्यो के भन्दै सुमी के भन्नुहुन्छ के गर्नुहुन्छ मम्मीले ए नारीलाई कमजोर के अरे यो कति फोन बोल्दै नारीलाई कमजोर नसम्झिनु होला किनकि कसैले 2 टकिला खान्छ भने केटीले 5 टकिला खान्छ नारीलाई कमजोर नछाड्नु होला रे केटाले 1 टकिला खान्छ केटाले 2 टकिला खान्छ भने केटीले 5 खान्छ अरे मम्मी अब यार मतवाली हो त भन्नु परिहाल्यो नि होइन मम्मी फेरि गर्नु त मम्मी आज मेरो फोन झरेर आइया मम्मी अब अहिलेसम्म नारी दिवस अब बेलुका भएपछि कसरी आउँछ अरे अब अहिलेसम्म नारी दिवस अब बेलुका भएपछि किसकन्डी भएर आउँछन् किन भन्दाखेरि पार्टी जाने भन्दैछ नि त त्यही भएर ओ माई गड मम्मी चिजकन्डी नि होइन अरे के चिजकन्डी किचकन्डी हुन्छ नि अब कोही नागिन जस्तो भएर आउँछन् कोही गोवन सर्व जस्तो भएर आउँछन् अहिले मात्र नारी भन्नु न अहिले मात्रै नारी भइरहेछ अब 6:30 भयो अब 9 बजेदेखि अब निस्किन्छन् मम्मी हो यस्तो हँसाएन सुमी यहाँ आउनु मम्मीले के भन्नुभएको अहिलेसम्म नारीहरू छ अरे भरे बेलुका खिचकन्डी भएर निस्किन्छ अरे सही भने है के आँखा फुला सही त हो नि धेरै सही भन्नुभयो क्या सुन्नु न अब अहिले घडी पेन हेर्नु भएको 7 अब 8 बजीदेखि निस्किन्छ अरे अनि 12 बजेपछि चाहिँ 12-1 बजेपछि चाहिँ फेरि बोक्सी हुनु यस्तो हुन्छ अहिले अनि पहिले सुरु यस्तो गरिरहेको हुन्छ होइन अनि भरे टकिला खानु थालेपछि अनि यो लुगा कहाँ पुगिहाल्छ थाहा हुँदैन मम्मी कस्तो राम्रो हो केही हुँदैन जुत्ता कहाँ पुगिरहेको हुन्छ फ्याक्ट हो नि त नि सही हो 1-2 बजेपछि त लास्टमा केटीहरू हुनुपर्छ यस्तो हुन्छ पहिले त यस्तो गरी हिँडिरहेको हुन्छ होइन मम्मीको पहिलाको लाइफ मम्मा जी इतना विश्वास नहीं बोलना था बस कर सजना क्या जोस खत्रै भइरह थ्याङ्क यू नारी इन रैली जय नारी जय 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 नारी नारीहरू हिँड्दैछ र्यालीमा ओके गाइस हामी चाहिँ यहाँ हामीले मजालेसँगले डिनर गऱ्यौँ खानासाना खायौँ अब अरू कुरा खानेले पनि खाँदै हुनुहुन्छ तर मेरो चाहिँ म चाहिँ एकदम आज रेस्ट पुगेको छैन नि त उता भर्खर आइरहेको त्यही भएर आज हामीलाई बस्नु भन्दै थियो आज हामी उता पार्टी पनि जाने भनिरहेको थियो तर हामी दुईजना चाहिँ नसक्ने एकदमै अशक्त नै छौँ अशक्त भन्दाखेरि अलिकति हालत खराब छ हाम्रो त्यही भएर हामी चाहिँ अब घर जाँदैछौँ अनि उसको र मेरै इन्ट्राइभ चाहिँ आइसकेको छ मेरो सुरज उसको सुशान्त ओ माई गड अनि हामीले के भनेको एक घन्टा भयो नि त है हामीले रिक्वेस्ट इन्ड्राइभ गरेको अनि एक्सेप्ट नै नगरेको अनि हामीले के भनेको भने तिमीहरूलाई हामीलाई अहिले एक्सेप्ट नगर अनि त्यसपछि अहिले हामी देखेपछि कति राम्रो राम्रो चाहिँ सिट किन अगाडि गरेन भनेर रिग्रेट हुन्छ कसले हामीले एक्सेप्ट नगरेको रिग्रेट हेर्दै गर्नुहोस् है सबै ड्राइभर्सहरू तर मेरो कहाँ गयो तिम्रो कहाँ गयो मेरो पनि होला नि मेरो चाहिँ कुन हो त मेरो चाहिँ यता तपाईँको चाहिँ कहाँ पुग्यो तपाईँ तिम्रै हो अरे त्यो हो मैले नम्बर पढेको ए हो
गाइज म घर आइपुगेँ होइन अनि अघि हेर्नु म कस्तो हतारमा गएको थिएँ कि मैले मेकअपको सामान सबै भुइँमा कफी पनि यहाँ खाँदा खाँदै यति छोडेर गएको थिएँ यस्तो बनाएर गएको थिएँ अब चाहिँ म आइपुगेँ घर सो बाई बाई गाइज गुड नाइट थ्याङ्क यू फर वाचिङ माई घर गाइज यस्तो थाकेँ कि कुरै नगर्नु म हिजो आएर मेरो लगेजहरू पनि यहीँ राखेको छु मिलाएको पनि छैन अघि जाँदाखेरि मेकअप सामान सबै त्यो त थुपाएर गएको थिएँ अब भने चाहिँ म सट्ट लुगा धुन्छु निन्जाले कि लुगा खोल्छु अनि बोल्न नसकेको मुख सुख सब धुन्छु आज यस्तो मैले सुत्छु भन्छु होइन यस्तो मैले सुत्छु अब चाहिँ किन भन्दाखेरि हिजो पनि मजाले सुत्न पाएन आएर भ्लग एडिट गर्न थालेँ अनि उठ्न बित्तिकै फेरि यता नारी दिवसको प्रोग्राममा गएँ क्या त्यही भएर आज चाहिँ मलाई बस्नु लगाइरहेको थिएँ म त आँखा झुम भएर निन्द्राले बस्नु नसकेको क्या त्यही भएर म चाहिँ आएँ सो फेरि पनि सबैजनालाई नारी दिवसको धेरै धेरै शुभकामना अब चाहिँ भने म सुत्न पर्ने हुन्छ सो थ्याङ्क यू सो मच फर वाचिङ अनि आज मैले पाएको यो चाहिँ सर्टिफिकेट छु थ्याङ्क यू सो मच लायन्स क्लब इन्टायर टिम एन्ड स्पेसल्ली युषा मगर बहिनीलाई धेरै धेरै धन्यवाद सो या गुड नाइट साथीहरू गुड नाइट